फुलरिया बर्दियाको लालपुर भन्ने ठाउँमा यसरी एक्सिडेन्ट छ। 11 वर्ष र त्योभन्दा मुनिको बच्चाले गाडी हाँकिरहेको अवस्थामा एक्सिडेन्ट भयो। बच्चाहरूलाई अहिले नेपालगञ्ज हस्पिटलमा चाहिँ लगिएको छ। बच्चाहरूको अवस्था चाहिँ सिरियसै छ। ड्राइभरलाई चाहिँ गाडी ड्राइभरलाई चाहिँ नियन्त्रणमा लिएको छ। मान्छे के छ मान्छे ड्राइभ गरिरहेको उछट्टिएर तल चाहिँ बजारिएछ बच्चा। यहाँबाट यो पुल पुलले गर्दा सिौली बजारमा भयो नि यो फड्केर उ पुजारी मान्छेलाई केही नभएको सिौली बजारमा त्यहाँबाट गाडी फड्केर तल पुलबाट चाहिँ नि छुट्टिएर गएर बच्चा अहिले सिरियस छ। चला जा